अब्जसी कर्म भनेको के हो थाहा छ? सधैँभरि मान्छे माया नपाएर सपोर्ट नपाएर मात्र अन्यायमा परेको हुँदैन क्या। जो अब्जसी कर्मको व्यक्ति हुन्छ नि ऊ सबभन्दा बढी अन्यायमा परेको हुन्छ। उसले आफ्नो सारा जिन्दगी अरूको लागि आफूले जानेको जति सकेको जति ऊ दुःख पर्दा होस्, उसलाई फाइनेन्सियली सपोर्ट गर्दा होस्, उसको लाइफ बनाइदिनलाई होस्, आफ्नो साइडबाट गर्न सक्ने 100% दिन्छ। तर जो रिसिभर हुन्छ नि, जसले पाउँछ नि, त्यो व्यक्तिले उसले गरेको कहिले पनि देख्दैन क्या। ऊ खुसी हुँदा अर्कैसँग खुसी हुन्छ, उसले तारिफ अर्कैको गर्छ, उसले एप्रिसिएट अर्कैको गर्छ, उसले कति दिएको छ उसको इफोर्ट चाहिँ जो रिसिभर हुन्छ नि त्यो व्यक्तिले कहिले पनि देख्दैन। एउटा उखान छ नि, काम गर्ने कालु मकै खाने बालु भने जस्तो कि उसको लाइफमा परेका हरेक प्रब्लमहरू उसलाई हरेक कुरामा इजी बनाइदिने, हरेक प्रब्लमहरू सल्भ गरिदिने, उसको लाइफ बेटर बनाउनको लागि अथवा उसलाई परेको खण्डमा हेल्प गर्ने एउटा हुन्छ होइन। तर उसले तारिफ गर्ने, ऊ खुसी हुने, ऊ रमाउने संसार फेरि अर्कै हुन्छ। अब्जसी कर्म हुनेहरूले चाहिँ कहिले पनि आफूले गरेको एप्रिसिएट नपाउने रहेछन् क्या। उनीहरूको त्यो दुःख, उनीहरूको त्यो इफोर्ट कसैले देख्दैन। त्यस्तोलाई भन्दो रहेछ अब्जसी कर्म। जो व्यक्तिले आफूले गरेको एप्रिसिएट पाउँछ, आफूले गरेको इफोर्टको कुनै रिजल्ट पाउँछ, त्यो चाहिँ लकी हो क्या। तर यस्तो अरूको लागि गरेछ, उसको लाइफ बनाइदिउँ, सबैको बेटर होस् भनेर उसलाई उसका हरेक प्रब्लमहरू आफूले सल्भ गरिदिएको छ आफ्नै सोचेर, यस्तो कुराहरूको एप्रिसिएट केही नपाउँदाखेरि अनि त्यस्तो व्यक्तिले चाहिँ आफ्नो इफोर्ट नदेख्दाखेरि त कस्तो नरमाइलो लाग्छ कि होइन। फेरि यो अब्जेसिभ कर्म हुनेहरूको मन यस्तो हुन्छ कि ढुङ्गाको भए पनि हुन्थ्यो नि होइन, हुँदैन क्या। पटक पटक टुक्रिँदाखेरि पनि पटक पटक हेल्प गरिराख्न पर्छ क्या, त्यो मनले नै मान्दैन। अब त भयो गर्दिन भन्ने नै हुँदैन क्या। त्यो मनै यस्तो छ कि त्यो मन कठोर नै बन्दैन क्या। अब कसैलाई दुःख परेको देख्नै नसक्ने, कोही समस्यामा परेको देख्नै नसक्ने, उसले जति अन्याय गरोस्, उसले जति अपमान गरोस्, उसले जति जे गरोस् होइन, तर हामीलाई त उसलाई हेल्प गर्नु पर्छ, उसको प्रब्लममा आफूले सकेको जति गरम भन्ने हुन्छ क्या। तर जो व्यक्ति रिसिभर हुन्छ नि त्यसले कहिले पनि देख्दैन क्या। त्यस्तोलाई चाहिँ अब्जेसिभ कर्म भन्दो रहेछ क्या।